तपाईले आफ्नो फोनबाट दैनिक हजारौं वेबसाइटहरू भिजिट गरिरहनु भएको हुन्छ तर तपाईले भिजिट गर्नुभएको वेबसाइट अनि वेबसाइटको युआरएल सेफ छन् कि छैनन् भनेर तपाईलाई थाहा नहुन सक्छ र तपाईले भिजिट गर्नुहुने वेबसाइट अनि वेबसाइटको युआरएल सेफ छन् कि अनसेफ छन् भनेर तपाई आफैले चेक गर्न सक्नुहुन्छ। यो चाहिँ कसरी गर्ने भनेर म आज तपाईलाई सिकाउन जाँदै छु। भिडियो लामो हुने छैन, भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। ढिला नगरिकन म अब तपाईलाई मेरो मोबाइल स्क्रिनमा देखाउन जाँदै छु। तपाईले भिजिट गर्नुहुने वेबसाइट अनि वेबसाइटको युआरएल चाहिँ सेफ छन् कि अनसेफ छन् भनेर आउनुहोस् अब ढिला नगरी मेरो मोबाइल स्क्रिनमा तपाईले हेर्न सक्नुहुनेछ। सबैभन्दा पहिला तपाई आफ्नो क्रोम ब्राउजर खोल्नु होला। क्रोम ब्राउजर खोलिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ मेरो यहाँ deepseek.com भन्ने वेबसाइट खुलिरहेको छ। यो चाहिँ एउटा च्याट जीपीटी जस्तै एआई हो। यसमा कुनै पनि प्रश्नको उत्तर पाउन सक्नुहुन्छ। अब म तपाईलाई यहाँ देख्न सक्नुहुन्छ यो लिंक कपी गर्छु। अब तपाईले यहाँ सर्च इन्जिनमा गएर तपाईले transparencyreport.google.com भनेर यहाँ सर्च गर्नु होला। तपाईले देख्न सक्नुहुन्छ यहाँ माथि 3 डटको अप्सनमा क्लिक गर्नु होला अनि तपाईले यहाँ देख्न सक्नुहुन्छ गुगल सेफ ब्राउजिङ भनेर यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ सेफ ब्राउजिङ साइट स्ट्याटस भनेको छ। तपाईले यहाँ सर्च बाइ युआरएल भनेको छ। म अब अघि त्यहाँ अगाडि कपी गरेको डीपसीकको युआरएल यहाँ हाल्ने छु। मैले यो हाले। अब म यहाँ सर्च गर्ने छु। यहाँ देख्न सक्नुहुन्छ नो अनसेफ कन्टेन्ट फाउन्ड भनेर यहाँ देखाएको छ। यो युआरएल चाहिँ तपाईले अघि भिजिट गर्नुभएको वेबसाइटको युआरएल चाहिँ यसमा अनसेफ कन्टेन्ट केही पनि भेटाएको छैन भनेर यहाँ देखाएको छ हैन। तपाईले यसरी तपाईले दैनिक भिजिट गर्ने वेबसाइटहरुको युआरएल तपाईले यहाँ आएर यसरी राखेर सर्च गरेर चेक गर्न सक्नुहुन्छ सेफ छ कि अनसेफ छ। तपाईले भिजिट गर्ने वेबसाइटको युआरएल तपाईले यहाँ आएर यसरी चेक गर्न सक्नुहुन्छ। तपाईलाई मेरो यो सानो जानकारी कस्तो लाग्यो कृपया भिडियोमा लाइक शेयर कमेन्ट गर्नु होला। यस्तै थप नयाँ जानकारी पाउनका लागि चाहिँ मलाई नबिर्सिकिन फलो गर्नु होला अनि युट्युब च्यानलमा सब्स्क्राइब पनि गर्नु होला। हस्, धन्यवाद।